제덴케기 겐라베세기 달르티무 멤바라 세베카 타틴지 슝루 토바이 로트포 베낭와 젤두스 आज क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। अनि आज कुनै एउटा अक्षरको माथि नारो र सफिक्स द छ भने चाहिँ कसरी उच्चारण गर्ने त्यो सिक्ने। र अब अलिक साह्रो भनेको चाहिँ अस्ति हामीले सिकेको चाहिँ जस्तै का शब्चु कु ना कुन कुन भन्नु चाहिँ नेपाली बोलिरहनेलाई चाहिँ अलिकति साह्रो पर्छ। कुन भन्दाखेरि चाहिँ कुन भनेर छुटिन्छ। यसलाई चाहिँ सँगसँगै उच्चारण गर्नुमा चाहिँ अलिकति प्रशिक्षण दिनुपर्छ, त्यति हो। का शब्चु कु ना कुन र त्यसको बादमा का नारो को ना कन को एन त्यसरी छुटाउनु हुँदैन, कन सँगै। अब त्यो कसरी हुन्छ भन्दाखेरि त्यो सुनिरहनुहोस्। जुन चाहिँ तपाईँलाई अलिकति साह्रो पर्छ त्यो गरी तपाईँ काम गर्दा पनि युट्युब अन गरिकन राख्नुहोस्, त्यसमा बानी बसाउनुहोस्। जुन चाहिँ तपाईँलाई अलिकति साह्रो पर्छ त्यसैलाई प्र्याक्टिस गर्नुहोस्, त्यसैलाई गरी सुन्नुहोस्। र अब पढ्नु त अब छिटै सकिहाल्छ। भनौँ हिमालको हामी अब शिखरमा पुग्नु लागिरहेछ र अब त्यहाँदेखिको सजिलै पर्दै जान्छ। अब एक दुईवटा छ त्यो त सजिलै परिहाल्छ। र अलिकति साह्रो भनेको चाहिँ अस्ति हामीले सिकेको चाहिँ का शब्चु कु ना कुन भनेर उम्लट नेपालीमा छैन। यो युरोपियन ल्याङ्ग्वेजमा चाहिँ उम्लट भन्ने उन एन ए भन्ने, फ्रेन्च जर्मन स्पेनिसमा चाहिँ उन एन ए भन्ने उच्चारण चाहिँ नेपालीमा नहुनाले गर्दा अलिकति साह्रो परिजाला। र पनि नसक्ने त कुरै आउँदैन। त्यसलाई जुन चाहिँ तपाईँलाई साह्रो पर्दैछ त्यसलाई गरी प्र्याक्टिस गर्नुहोस्। फेरि काम गर्दाखेरि जुन चाहिँ तपाईँलाई साह्रो पर्दैछ त्यो सुन्नुको लागि त्यो भिडियो अन गर्नुहोस्, काम गर्दै गर्नुहोस्, त्यसरी बानी बसाउनुहोस्। अब अलिकति साह्रो भनेको चाहिँ अब यति नै हो, त्यहाँदेखि अब सजिलै छ। र पनि अब यहाँ हेर्नुहोस् है, कुनै एउटा अक्षरको माथि भवल नारो जुन चाहिँले ओकारको काम गर्छ, नारो र पछाडि सफिक्स दा आउँदैछ भने, त्यसको पछाडि सफिक्स दा आउँदैछ भने कसरी उच्चारण गर्ने त्यो चाहिँ आज हामी सिक्ने। अलिकति साह्रो भनेको त्यति नै हो। अब जस्तै अब यसरी लेखिएको छ भन्ने, अब यहाँ हेर्नुहोस् है, यहाँ अब डट पनि तपाईँहरूले त्यति राम्रो देख्नु पाएको छैन होला। क त्यसको माथि नारो छ र क र दको बिचमा चाहिँ डट छैन। डट नहुनाले गर्दाखेरि के बुझ्न सक्छ भन्दाखेरि चिक नि सुनलाई चाहिँ
सँगै उच्चारण गर्नुपर्छ भनेर बुझ्नु पर्यो। र क नारो को दा क ए का नारो को दा क क का नारो को दा क का नारो को दा क। र अब अलिकति उच्चारण गर्नु अलिकति साह्रो चाहिँ कतिवटा छ भन्दाखेरि 3वटा छ। यो 3वटा सँगसँगै लेख्दैछु है, ताकि तपाईँहरूलाई रिभिजन पनि सँगसँगै बस् भनेर। कानहरू कोदाको का शब्जु कु ना कुन का शब्जु कु ना कुन इन ए इन ए क का नारुको दा क का नारुको दा क का नारुको दा क क का नारुको दा क का शब्जु कु ना कुन इन का शब्जु कु ना कुन का शब्जु कु ना कुन। का नारुको ना कुन का नारुको ना कुन एन कुन का नारुको ना का नारुको ना का नारुको ना कुन का शब्जु कु ना कुन का नारुको दा क। का नारुको दा क। आज हामी के सिक्दैछौँ? यो कुनै एउटा अक्षरको माथि भवल नारो जुन चाहिँले ओकारको काम गर्छ त्यो छ, र पछाडि चाहिँ सफिक्स दा छ भने चाहिँ कसरी उच्चारण गर्ने त्यो सिक्दैछ हामी। का नारुको दा क का नारुको दा क ए ए का नारुको दा क का शब्जु कु ना कुन कुन का शब्जु कु ना कुन का नारुको ना कुन का नारुको ना कुन। यो उच्चारण चाहिँ नेपालीमा हुँदैन। क कुन कुन यो चाहिँ युरोपियन ल्याङ्ग्वेजमा चाहिँ यो उच्चारण यसलाई उम्लाट भन्छ। र टिबेटो बर्मिस ल्याङ्ग्वेज जुन चाहिँमा तामाङ गुरुङ शेर्पा यल्मो टिबेटन जुन चाहिँ टिबेटो बर्मिस ल्याङ्ग्वेजमा चाहिँ यो उच्चारण आउँछ। सिक्किमिस डुक्पा सबैमा यो उच्चारण चाहिँ आउँछ। का नारुको दा क का शब्जु कु ना कुन का शब्जु कु ना कुन का नारुको ना कुन। अलिकति बानी बसाउनु पर्छ।
फेरि तपाईँले पनि भन्नु कोसिस गर्नुहोस् र फेरि फुर्सद नहुँदाखेरि त्यो युट्युबलाई अन गरेर तपाईँ काम गर्दै गर्नुहोस्, त्यो सुनिरहनुहोस्। का नारोको दा के का sepjuku na kun ka naruko na kun ke kun kun ke kun kun ka त्यसरी नै अब यदि का नारोको दा के के हो भने चाहिँ खा नारो खो दा खे अटोमेटिकली खे का नारो को दा के का नारो को दा के खा नारो खो दा खे खे ka naruko na kun en kun ka naruko na kun ka naruko na kun ka naruko na kun 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 ka sepjuku na kun ka sepjuku na kun kun ka sepjuku na kun ka sepjuku na kun ka sepjuku na kun kun का खा गा गा अब नियम एउटै हो सबैमा। अब यदि का नारोको दा लाई चाहिँ क भन्नुपर्छ भने खा नारो खो दा ख क ख का नारो को दा क खा नारो खो दा ख ga naro go da g g g k g ga naro go da g ka naro ko da k ga naro go da g ga naro go da g ka ka sepjuku na kun kun ka sepjuku na kun ka sepjuku na kun ka sepjuku na kun ga sepjuku na gun gun ga sepjuku na gun ga sepjuku na gun gun g gun
गा सेप्चु गु ना गुन गा सेप्चु गु ना गुन गा नारो गो ना गुन गा नारो गो ना गुन ग गुन गुन ग गुन गुन सा ततक ता सा ततक ता नारुतो पहिला बबललाई उच्चारण नगर्ने पहिला सुपरस्क्राइब्टको सा ततक ता नारुतो अनि बिचमा डट छैन त्यसले गर्दाखेरि सा ततक ता नारुतो दाते सा ततक ता नारुतो दा त्यो नेपाली बोल्नेलाई यो उच्चारण अलिकति साह्रो छ यसमा अलिकति समय दिएको हुनुपर्छ सा ततक ता नारुतो दा त्यो सा ततक ता नारुतो दा त्यो यो उच्चारण चाहिँ एकैतालमा आउँदैन धेरैपल्ट तपाईँले कोसिस गरेको हुनुपर्छ एकैतालमा आउँदैन सा ततक ता नारुतो दा त्यो सा ततक ता नारुतो ना त्यन 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 सा ततक ता सेप्चु तु ना त्यन सा ततक ता सेप्चु तु ना त्यन त्यन था नारुतो दा गा नारु गो दा ग यदि गा नारु गो दा लाई ग भनेर उच्चारण गर्नुपर्छ भने था नारु थो दा थे नियम एउटै हो
ta naruto da te ta shepju tu na tun 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 ta naruto na turn ta naruto na turn te tun turn te tun turn ka naruko da ku ka naruko da ku ga narugo da gu sa ta 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 naruto da te ta naruto da te त्यसरी नै दा नारो दो दा के हुनुपर्ने द दा नारो दो दा द दा नारो दो दा द दा शेप्चु दु ना दा शेप्चु दु ना दिन कुन कुन गुन tun tun dun dun da shapchu du na dun da naru do na dun ka naru ko na kun ka naru ko na kun ga naru go na gun sa ta 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 naruto na dun ta naruto na dun da naruto na dun da naruto na dun ओके फेरि एकचोटि अब रिभ्यू गर्ने तपाईं सँगसँगै भन्नुहोस् है का नारुको दा ku का shepchuku na kun un kun का shepchuku na kun का naruko na kun un kun का naruko na kun का naruko da ku ka naruko da ku ka naruko na kun kun ka naruko na kun ka shepchuku na kun ka shepchuku na kun ga narugo da gu ga narugo da gu ga shepchugu na gun ga shepchugu na gun ga narugo na gun gun ga narugo na gun sa ta 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 naruto da te te sa ta 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 naruto da te te sa ta 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 naruto na ten en sa ta 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 naruto na ten ten ten
sa ta 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 sub chu tu na tun tun sa ta 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 sub chu tu na tun ta naruto da tu ta naruto da tu ta sub chu tu na tun ta sub chu tu na tun tun ta naruto na tun ta naruto na tun da naruto da de da naruto da de da naruto da de da sabchu du na dün dün da sabchu du na dün da sabchu du na dün da naruto na dön da naruto na dön अब तपाईँ एकचोटि सुन्नुहोस् है स्पेलिङ नगरिकन म पढ्ने छु क कुन कन ख खन कुन ग गुन गन त तन tun te tun ten de dun dun ka naroko da ke ka sepchuku na kun ka naroko na kun ka naruko da ke ka naruko na kun ka sepchuku na kun kun ga narugo da ge ga sepchugu na gun ga narugo na gun sa ta 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 naruto da te sa ta 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 naruto na ten sa ta 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 sabchutu na tin ta naruto da te ta sabchutu na tin ta naruto na ten da naruto da de da sabchudu na dun da narudo na dun र तपाईहरु यसलाई प्र्याक्टिस गर्नुस् फेरि फुर्सद नहुँदा चाहिँ यो भिडियोलाई धेरैपल्ट सुन्नुस् र अलिकति साह्रै भनेको यही हो यसलाई फेरि बिस्तारी अगाडि बढ्ने छु बिस्तारी फेरि यसलाई बिस्तारै अगाडि बढ्ने छु आज नयाँ के सिक्नु भएको छ भन्दाखेरि कुनै एउटा अक्षरको माथि नारो र त्यसको पछाडि सफिक द आउँदैछ भने त्यतिखेर कसरी उच्चारण गर्ने भनेर त्यो सिक्दैछु त्यो सँगसँगै मलाई थाहा छ तपाईलाई यो उच्चारण गर्नु साह्रो छ सक्छु र ना छ भन्ने नारो र ना छ भने उच्चारण गर्नु साह्रो छ भनेर चाहिँ फेरि त्यो अगाडि सिकिसकेकोलाई फेरि रिभिजन गरिरहेको छु आजको लागि यति नै र क्लासमा आउनु भएकोमा धन्यवाद।